प्रदेश सभा खारेज भयो भने सरकारको कति पैसा जोगिन्छ या भनौँ हामीले ट्याक्स तिरेको कति पैसा मिसयुज हुनबाट बच्छ भन्ने कुरा खोज्न आज म बिहानैबाट कम्प्युटर अगाडि बसेँ। नम्बर देखेर त मलाई झन्डै ज्वरो नै आयो। मिसयुज शब्द नै युज गर्नुको कारण चाहिँ यदि प्रदेश सरकारले मेरो लाइसेन्स प्रिन्ट गर्न सक्दैन, मलाई अर्जेन्ट पासपोर्ट चाहिँदा दिन सक्दैन, मेरो बिजनेसलाई पब्लिक लिमिटेडमा दर्ता गराउन सक्दैन या मेरो कुनै गम्भीर उपचार प्रदेशको हस्पिटलमा हुन सक्दैन र यी सबै कामको लागि मलाई काठमाडौँ नै जानुपर्छ भने हामी किन यो 96 अर्ब यो नामको मात्र सरकार र त्यसका मन्त्रालयहरू चलाउन तिरिरहेका छौँ? हो, ठिक सुन्नुभयो। 7वटा प्रदेश सरकारको रिपोर्ट अनुसार उनीहरूको टोटल बजेटको 33% जुन 96 अर्ब हुन जान्छ त्यो एडमिनिस्ट्रेसन र ओपरेसनमा खर्च हुन्छ, यानि कि प्रदेशका मन्त्रालयहरू चलाउनमा मात्र खर्च हुन्छ। अझ ती सांसद अनि मन्त्रीहरू छान्नलाई गरिने इलेक्सनमा लगभग 20 अर्बको खर्च हुन्छ। यो इलेक्सन 5-5 वर्षमा हुन्छ, त्यसैले त्यो 20 अर्बलाई 5 से डिभाइड गरेर एक वर्षको हिसाब निकाल्दा 4 अर्ब हुन जान्छ। अघिको 96 अर्ब र अहिलेको 4 अर्ब गरेर लगभग 1 खर्ब जोगिन सक्छ। तपाईँ विश्वास गर्न सक्नुहुन्न त्यो 1 खर्बले 2200 किलोमिटर लामो 2 लेनको बाटो पिच हुन सक्छ या 250वटा 100 बेडको हाइली इक्विप सरकारी हस्पिटल बनाउन पुग्छ या 990 वटा हाई क्वालिटी 3 तले भवन भएको सरकारी स्कुल बनाउन सकिन्छ कि त 500 मेगावाटको ठुलो हाइड्रो पावर प्रोजेक्ट पनि बनाउन पुग्छ। त्यो पनि सोच्नुस् न, मात्र प्रदेश सभा खारेजबाट जोगिने 1 वर्षको पैसाबाट। त्यहाँबाट कति हजारौं नेपालीहरूले रोजगार पाउँथे होला। उसो भए यो 1 खर्ब कहाँ अनि कसरी खर्च भइरहेको छ भनेर खोज्दा नम्बर 1 7वटा प्रदेशका 7वटा मन्त्रालय, त्यहाँका विभिन्न विभाग र ती विभिन्न विभागमा काम गर्ने कर्मचारीहरूको तलब भत्तामा, भवनहरूका भाडामा, गाडी किनिसकेको गाडीमा तेल हाल्न, किनेको गाडी बिग्रियो भने मर्मत गर्न, यस्ता कुरामा खर्च भइरहेको छ। नम्बर 2 अघि भनेको जस्तै प्रदेश सभाको ग्रान्ड इलेक्सनमा र नम्बर 3 550 जना सांसदहरूको तलब भत्ता र उनीहरूको सेवा सुविधामा। उसो भए एउटा प्रदेश सभाको सामान्य सांसदले कति तलब भत्ता पाउँदो रहेछ भनेर तपाईहरुलाई पनि त जान्न मन लाग्यो होला नि। सभामुख, उपसभामुख, चिफ मिनिस्टर होइन, एउटा सामान्य प्रदेश सभाको सांसदले महिनामा स्यालेरी 52,200, घर भाडा 15,000, टेलिकम्युनिकेसन यानि कि इन्टरनेट पत्र पत्रिकाको लागि 1,500, पानी बिजुलीको लागि 2,000 गरेर जम्मा 70,700 पाउँछन्। यसलाई 12 ले मल्टिप्लाई गरेर 1 वर्षको हिसाब निकाल्दा 8,48,400 रुपियाँ हुन्छ। प्लस 50,000 त उनीहरूले फर्निचर किन्नलाई भनेर पाउँछन् र एक्स्ट्रा 52,200 स्यालेरी बराबर दशैं भत्ता भनेर पाउँछन्। यो सबै जोडेर वर्षमा एउटा सांसदमा 9,50,000 रुपियाँ खर्च हुने रहेछ। यो हिसाबले 9,50,000लाई 550 जना सांसदको नम्बरले मल्टिप्लाई गर्ने हो भने 25 करोड 50 लाख त ती सांसदहरूमा मात्र खर्च भइरहेको रहेछ।